सो हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई सबैलाई स्वागत छ मेरो च्यानलमा है। अनि आशा छ कि तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला भनेर है। अनि त्यही हो, आज चाहिँ म फेरि अर्को भ्लग स्टार्ट गर्न गइरहेको छु। अनि त्यही हो, अब तपाईँहरूले यो भ्लगबाटै थाहा पाउनुहुनेछ के हुँदैछ कसो हुँदैछ भनेर है। ल हेर्दै गर्नुहोस् होला, स्किप नगरिकन हेरिदिनुहोस् है। अनि त्यही हो, मेरो भ्लग तपाईँलाई यदि मन पर्दैछ ल हेर्नुहुँदैछ मन पर्दैछ भने तपाईँहरू यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज 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 लाइक सेयर र सब्सक्राइब गर्नु चाहिँ नबिर्सिदिनुहोस् होला है साथीहरू। हुन्छ, अहिले भेटौँ है। ल हेर्दै गर्नुहोस् मेरो भ्लग। ल हुन्छ साथीहरू, म चाहिँ एकछिन ऊपर जाने काम पर्यो है। अनि अब त्यहाँ गएर चाहिँ एकछिन तपाईँहरूलाई पनि देखाउने छु नि के हुन्छ कसो कसो हुन्छ। ल हेर्दै गर्नुहोस्, मेरो भिडियोबाट तपाईँहरूले थाहा पाउनुहुनेछ। ल हेर्दै गर्नुहोस् है। यहाँनिर कस्तो डरलाग्दो गरम भयो नि, प्याक गरम हुन थालेछ है भगवान् हो साथीहरू। निकै चल्यो सिलगढीमा गरम चाहिँ अब गरम हुन थाल्यो पुरा, बाहिर निस्किनु साह्रो पर्नु थाल्यो नि अब साथीहरू। म चाहिँ जाँदैछु। ल मेरो भिडियोबाटै तपाईँहरूले हेर्नुहोस् न, ल म कहाँ जाँदैछु भनेर तपाईँहरूलाई अलिअलि देखाइदिन्छु है। म प्रपर कहाँ गएको भनेर चाहिँ अब भन्नु सक्दिनँ होइन, तर पनि म तपाईँहरूलाई देखाउँछु नि, ल देखाइदिन्छु नि कतिवटा के छ उयोहरू है। ल हेर्दै गर्नुहोस् है। हाम्रो यहाँ अपार्टमेन्टमा चाहिँ नि यो प्लान्ट होइन, क्याक्टस के भन्छ यसलाई, यहाँ चाहिँ यति लामो भइसकेको छ। यहाँनिर यहाँ गरममा त यो प्लान्ट पनि यति लामो लामो हुँदो रहेछ, मान्छे मात्रै होइन यहाँ चाहिँ यो प्लान्टहरू पनि यति लामो लामो हुँदो रहेछ। हेर्नु कत्रो लामो भएको छ, बढेछ गरममा प्लान्ट पनि पुरै बढेको छ साथीहरू। यहाँनिर हो सबै यहाँ सब्जी दोकान थियो नि, चम्पासरीमा जति पनि यहाँ सब्जी दोकानहरू थियो है, योहरू चाहिँ सबै तोडेको छ अहिले। तपाईँहरूलाई कतिजनालाई त थाहा छ होला, तर अस्ति नै तोडेको। मैले चाहिँ अब भिडियो ढिलो बनाउनु थालेकोले गर्दाखेरि चाहिँ अहिले अब हाल्दैछु है, किनभने कतिजना भन्नुहुन्छ होला यहाँ कति ढिलो हालेको, यो त अस्ति नै यस्तो भएको त भन्नुहुन्छ होला है। अब कतिजना नजानेहरूलाई चाहिँ अब अलिकति इन्फर्मेसन दिएको है। ल हेर्नुहोस् त यहाँ सबै तोडेको छ यहाँनिर। खै अब यहाँ पछि चाहिँ के गर्ने हो, सबै परसम्म नै सबै बिगारी बिचराहरू हुनेर यसरी भुइँमा बसेर बेच्दैछ अहिले है सबैजनाले। सब्जीहरू कति राम्रो छ, ताजा ताजा यसरी बेच्दैछ साथीहरू अहिले सबैजनाले भुइँमा हो। देख्नुभयो तपाईँहरूले, अस्ति नै तोडेको अहिले चाहिँ मैले अहिले हाल्दैछु। अब कतिजनाले थाहा पाएको छैन, कतिजना अब यहाँ बस्नेहरू हुनुहुन्छ होला है। यहाँ बस्ने मतलब अब यहाँनिर आउनुहुन्छ नि कतिजना, उहाँहरू कतिजनालाई थाहा छैन होला कि पहिला त यहाँ त यस्तो थियो भन्नुहुन्थ्यो होला। यहाँ चाहिँ अहिले यस्तो भएको छ है लु साथीहरू, भत्काएर अहिले चाहिँ यस्तो भएको छ है। यहाँ चाहिँ अहिले यस्तो भएको छ नि त। अनि किन भिगारेको भन्दाखेरि चाहिँ सायद हुनसक्छ अब यो इलिगल त होइन, अब यो फुटपाथ हो मतलब मान्छे हिँड्ने भनेर चाहिँ भन्छन् कतिजनाले है। हामी चाहिँ अब पछि के गर्छ कसो गर्छ त्यो चाहिँ मलाई अहिले थाहा भएन है। अनि अहिले चाहिँ यहाँनिर बिचराहरू यसरी राख्दो छ। अब गुजारा त गर्नै पऱ्यो है, बिचराहरूलाई पनि चलाउनै पऱ्यो आफ्नो घर गृहस्थी है। यसरी चाहिँ यहाँनिर भइरहेको छ है साथीहरू अहिले। यहाँनिर
यहाँनिर चाहिँ यस्तै माटोको भाँडाहरू के पाउँछ यहाँनिर चाहिँ पूजाको सामानहरू। यो सायद रामनवमी आउनु आँट्यो नि त, त्यसले गर्दाखेरि चाहिँ यहाँनिर पुरा झन्डाहरू है, पुरा माटोको सामानहरू, पूजाको सामानहरू भनौँ न अब है। यहाँ यसरी राखेको रहेछ, कति राम्रो राम्रो यहाँ बनाएको रहेछ हेर्नु न। अच्छा है ना भैया? कितना इसका? ये क्या चीज़ है? छठ पूजा के लिए। पूजा छठ पूजा के लिए? पूजा के लिए। अच्छा, ये सबै छठ पूजाको लागि रहेछ हैन, कति राम्रो बनाएको रहेछ। इसमें क्या करता है भैया? पूजा में लगता है घाट में। पूजा में घाट में रखता है। यो त माथिको उयो भइहाल्यो है, यहाँनिर चाहिँ भइहाल्यो, बनाउनु हुँदो रहेछ। कब है छठ पूजा भैया? अभी चल रहा है, ये चलेगा अभी तो नवमी नवरात्र। हाँ, क्या बोलते हैं उसी को भी देता है। कति राम्रो ठिक है भैया। छठ पूजा आउनु आँटेको रहेछ नि त, त्यसले गर्दाखेरि चाहिँ अब छठ पूजा त खासमा त छठ पूजा त नै बोल्ने भैया। अच्छा, यो के भन्दैछ त्यो त थाहा भएन त्यति साह्रो, त्यसले गर्दाखेरि चाहिँ यहाँनिर कति राम्रो राम्रो बनाउँदो रहेछ। झन्डाहरू रामनवमी पनि सायद आउनु आँट्यो होला नि त, त्यसले गर्दाखेरि चाहिँ यहाँनिर पुरा बनाएर राखेको रहेछ यस्तोहरू। अहिले त्यस्तो माटोकोमा कल पनि फिट गरिदिएको रहेछ। यस्तो मटकामा पानी, मटकाको पानी चिसो हुन्छ भन्छ नि है खानु, अब हुन त फ्रिज नहुने होला यो है, कल पनि फिट गरिदिँदो रहेछ अहिले त। हुन्छ साथीहरू, म चाहिँ भर्खर आइपुगेँ है, एकछिन पर जानु थियो, त्यो कतिवटा कामहरू पनि गरिकन आएँ है। तपाईँहरूलाई पनि कतिवटा देखाइदिएँ है, कतिवटा इन्फर्मेसन दिएँ, तपाईँहरूलाई पनि जानकारी दिएँ होइन। हेर्नुभयो होला, सायद हेर्नुहुन्छ होला, अनि के कस्तो लाग्यो भनिदिनुहोस् होला है। र अब चाहिँ म किचनमा पस्नुपर्छ, किनभने चाहिँ अब खाना पकाउनु पर्छ है साथीहरू। अब भिडियो मात्रै बनाएर हुँदैन, खाना पनि पकाउनु पर्छ है। अन्तखेरि चाहिँ म अब किचनमा पस्छु है। ल हेर्दै गर्नुहोस्, मेरो भिडियो के कस्तो लाग्छ भनिदिनुहोस् होला है। अनि मन पऱ्यो भने लाइक सेयर र सब्सक्राइब पनि गरिदिँदै गर्नुहोस् होला। हुन्छ, अब म चाहिँ खाना पकाउनु गएको, र फेरि भेटौँ है, बाई। आज चाहिँ पाक्दैछ यहाँनिर अन्डा करी हो। यहाँनिर चाहिँ म प्याज फ्राई गर्दैछु हो, ब्राउन भइसकेको छ पुरा हो। अब चाहिँ यसमा हाल्छु म मरमसला। यहाँ छ अन्डा करी हो। अब पाक्दैछ, यो चाहिँ अब बेलुकाको लागि खाना पाक्दैछ। ल पाकिसकेपछि तपाईँहरूलाई भेट्नेछु ल, हेर्दै गर्नुहोस् होला। ल हेर्नुहोस् होला, मेरो अन्डा करीको चाहिँ मसला पाक्दैछ हो। यहाँनिर मसला पाक्दैछ, मसला रेडी भयो। अब अलिकति पानी हालेर फेरि एकछिन पकाइदिन्छु, त्यसपछि चाहिँ अन्डा हालिदिन्छु। ल हेर्दै गर्नुहोस् है। ल है साथीहरू, हेर्नुहोस् है, मेरो चाहिँ अन्डा करी पाकेर चाहिँ अब चाहिँ रेडी भयो हो। अब चाहिँ यसमा म अलिकति हालिदिन्छु धनिया हो। चाहिँ दामी भयो, दामी। हेर्नुहोस् त, खाउ लागेन तपाईँहरूलाई? एकजनालाई त खाउ लाग्यो होला, त्यस्तो लाग्दैछ मलाई। ल हेर्नु ल, ए हेर्नुहोस् त, रेडी भयो मेरो अन्डा है। अब चाहिँ एकछिनमा भेटौँ ल।